थाके है म त एकछिन झुन्नाइखेर हाम्रो गल्लाले हाम्रो सापले झुन्नाउनु भयो के एकछिन मलाई हैन हात त यस्तो दुखेर हैन त डाम बसेर राता भान हेलो गाइज वेलकम न्यू ब्लग तपाईलाई स्वागत छ म चाहिँ अहिले चाहिँ गुल्मी इस्मा गाउँपालिका वार्ड नम्बर 4 मा छु अब यो चाहिँ म चाहिँ लास्ट चोटि हान्न लागेको छु है कस्तो चाहिँ हेर्नु होला किनकि अहिले 12-1 बजेको घाम छ लास्ट गर्मीमा सकिन्न हामी त्यतिकै आएको हेर्नु होला कति हान्थ्यो गाह्रो बिजेको यार हेलो गाइज वेलकम न्यू ब्लग तपाईलाई स्वागत छ म चाहिँ अहिले चाहिँ गुल्मी इस्मा गाउँपालिका वार्ड नम्बर 4 मा छु अनि म चाहिँ के गर्न गइरहेको छु भन्दाखेरि के भन्छ यसलाई हामीलाई पुलअप यसमा यसको प्र्याक्टिस गर्दैछ है म चाहिँ उहाँले चाहिँ हाम्रो प्यारजङ थापाले चाहिँ मलाई सिकाउँदै गइरहेको छु यसले कस्तो गर्छन् ध्यान दिएर हेर्नु होला ब्लग सब्सक्राइब शेयर लाइक गर्न नभन्नु ल स्टार्ट गर्छु म ब्लग अब चाहिँ म चाहिँ यहाँ के अरे के भन्छ यसलाई पुलअप हान्दैछु है मलाई सिकाउँदै आफ्नो परिचय दिनु त मेरो नाम चाहिँ प्यारजङ प्रदीप म पुलअपको प्र्याक्टिस गरेर गइरहेको छु ध्यान दिएर हेर्नु होला कस्तो लाग्छ होइन कमेडी भएन हाँस्नु होला पहिला के गर्नु पर्यो कमेडी गरिरहेको छु नाच सिकाउन लाग्छ हात हल्लाउने यहाँ दुख्यो झुन्नाएर 30 मिनट झुन्नाइकेर 30 सेकेन्ड यसो गर्नु यताबाट झुन्नेर यता अगाडिबाट हुन्न स्विच भला पो राम्रो हेर्नु होला कस्तो आउँछ भन्नुहोस् प्रतिक्रिया दिनु होला अब हामी सुरु गर्दैछौँ है त अब के गर्नु पर्यो सर ताप यता आउनुहोस् न सिधा हो कि यार क्यामेरा छिक्कियो यो बाङ्गो भयो के नहाँसाउने यहाँ मलाई तिमीले हाँसाने अब झुन्निम धकाला भर्ती हुन्छु अब गल्ला आउनु भएको छ मधेसबाट भर्ती गर न गल्ला लट्ठी भएन अलिक ठुलो लट्ठी पका त झुन्यो हात बाउडी हो बाउडी कहिले हानी भएको थाहा हुन्छ के त यार लट्ठी अब पिटा खानी भयो यार मैले गल्लाको हातबाट यार गल्ला देख्ला न के भाइ हात चल्दैन चल्दैन तान्दैन अहिले त हात यो गल्लाले त पिट्न लाग्यो यार कहाँबाट आएको गल्ला कुन आर्मीमा भर्ती गराउने मलाई भर्ती साँच्ची हातै चलेन कि यार 10 9 8 7 6 5 4 3 2 तालिम त कडा गराउँछ नि यार 30 सेकेन्ड ड्याम धुन्ने मस्त नि आमा त्यो झरभरि एकचोटि खायो म गप 20 90 80 70 60 15 14 13 12 11 10 9 8 7 6 5 4 3 2 last 2 1
थाकेँ है म त एकछिन झुन्नाइखेर हाम्रो गल्लाले हाम्रो सापले झुन्नाउनु भयो के एकछिन मलाई होइन हात त यस्तो दुखेर होइन डाम बसेर राता भएन गुरुबाको हात यस्तो मेरो हात पनि डामेर यस्तो भएन है गर्मी भयो अनि अहिले कति 12 बजे कि 1 बजेको घाममा हामी फेरि 1 बजे घाममा हामी त्यही भएर अलि लास्टै परिरहेको छ घामले खुट्टामा काँडा बिजेर चसक गरे यार जस्ट ट्रेडिङ दिएपछि गाइस कस्तो हुन्छ हेर्नु होला पुरै भिडियो जसरी 2 हेभिङ हान्ने गराउने छ होइन मैले पहिला कति 3 त हान्थे कि 3 हानेपछि ओइ झरेर एक तिम्रो त खतरा बनाऊ कि यार म त खुट्टा बिजु कि या काँडो यार हेर्नु सक्नु है साँच्ची काँडो बिजु ल हेर्नु होला कस्तो हुन्छ फेरि अब यो चाहिँ म चाहिँ लास्टचोटि हान्न लागेको छु है कस्तो हुन्छ हेर्नु होला किनकि अहिले 12-1 बजेको घाम छ लास्टै गर्मीमा सकिन्न हामी चाहिँ ठिकै आएको हेर्नु होला कति हान्थ्यो बाङ्गो राख्दै यहाँ जाउँ नि म किन हाँसो लाग्छ कि चप्पल ढिकामा हाँसो लाग्छ मलाई त लात्तले बुटले लगाएर धेरै कमेडी हामी चाहिँ कमेडी च्याम्पियन गर्नलाई जस्तो भयो भर्ती हुनलाई हामी 5 4 3 2 1 किन बोल्छौ के तिमी कान्छु कि माथि यार बोलेर तिम्रो अनुहार सम्झी चाहिँ हाँसो लाग्छ कि मलाई हौसला मेरो म झुन्डेर मरिछु त्यस्तो झन् गाह्रो हुन्छ यो ल्याउ न यो सक्दिनँ कि जाने यार म त यस्तरी हो क्या म त यस्तो चेन्ज गरेँ कस्तो हुँदैछ हेर रेडी अब यो हात किन चल्दैन छेल त त्यस्तो होइन कति गोल्दैन बर्बाद हुन्छ गाइस यो मान्छे के कट्टु भन्दा म ट्रेनिङ होला चाहिँ कट्टु किन्दा खायो ल गोल दिन्छ नि खोल्दियो भने त बर्बाद हो कि यहाँ खोला खोले कट्टु भन्दा यहाँ हैन काला न न न बी साउथ यो मान्छे गाइस यस्तो एक भन्दा यस्तो एक हानेर गाइस यदि हाँस्छ बिस्किरा यस्तो हान्नु लागि हाँस्छ आजलाई इन गरौँ त भनेर ल आजको यति भयो हामी भन नि तिम्रो कि अब रातभरि हात दुख्ने भयो यार आजलाई चाहिँ यिनले धेरै हान्न सकेनन् उनको हात दुख्यो अरे जस्ट थोरै हान्नको लागि यिनले पहिला सुरु बेसिक नलेज ज्ञान त सिक्यो नि त झुन्नलाई राता भन हेर्दै सक्नुहुन्छ दुख्छ यिनी हात के नभएको हात नङपालिने हात भन्नुहोस् ल है त सबैले हेरेर लाइक सेयर सब्सक्राइब गरिदिनु होला भन न के गरिदिनु यो च्यानल चाहिँ धेरै सब्सक्राइब गरेर सेयर गरेर लाइक कमेन्ट गरेर पटिकाइदिनु होला फेरि यस्तै भिडियो आउँछ तपाईहरुलाई पार्ट 2 आउँछ ल कमेन्ट गर्नु होला पार्ट 2 चाहिन्छ भनेर ल बाइ बाइ